कुजाम्पु नमस्ते एन्ड फेपुला सबैजनालाई। अन्त आज चाहिँ सबैजना प्यारेन्ट्सहरूलाई अन्त फ्युचर प्यारेन्ट्सहरूलाई होइन, आजको टपिक चाहिँ के हो भने चाहिँ तपाईँहरूले नानीहरूसँग के चाहिँ गर्नु हुँदैन भनेर होइन। हुन त थुप्रो जिनिस छ, आज चाहिँ मैले इम्पोर्टेन्ट पोइन्ट्सहरू मात्रै ल्याएर आएको छ। बट तपाईँहरूले म भन्दा पनि बेसी थाहा छ होला, म चाहिँ जस्ट एज अ रिमाइन्डर गरेर भिडियो बनाएको। अन्त फर्स्ट थिङ चाहिँ के हो भने चाहिँ हामीले आफ्नो नानी चाहिँ अर्कोको नानीसँग कहिले कम्पेयर गर्नु हुँदैन अरे। फर इक्जाम्पल भन्यो भने फलानाको नानी त कति राम्रो छ होइन, तिमीहरू त के हो यस्तो भनेर यस्तो गरेर कम्पेयर कहिले गर्नु हुँदैन अरे। अन्त नेक्स्ट चाहिँ हामीले नानीहरू कहिले लेबल गर्नु हुँदैन अरे, तँ त युजलेस हो होइन, तँ त लेजी, तँ त नटी भनेर यस्तो गरेर कहिले लेबल गर्नु हुँदैन अरे। अन्त नेक्स्ट पोइन्ट चाहिँ हामीले नानीहरूलाई कहिले गोद्नु हुँदैन अरे, फोर्स युज गर्नु हुँदैन अरे। अब तपाईँहरूले सोच्नु हुँदैछ होला होइन, गोद्यो भने त नानीहरू राम्रो हुन्छ, नगोदेर आजकलको नानीहरू पुरा छाडा भएको छ भनेर भन्नुहुन्छ होला होइन। बट त्यो अहिले चाहिँ जस्ट गोद्नु हुँदैन भने मात्र के अरे तपाईँहरूले राख्नुहोस् होइन मनमा। अन्त नेक्स्ट चाहिँ अब के अरे नानीहरूलाई मान्छेहरूको अगाडि ह्युमिलेट गर्नु हुँदैन अरे। अब हामीले शरम लाग्दो पार्नु हुँदैन अरे होइन। के अरे अब बसिरहेको हुन्छ नि हाम्रो सबै फ्यामिलीहरू, कोही कोही बेला आउँछ होइन, के हो यसले त के जान्दैन, यसले त यो त कस्तो छ, यस्तो गरेर ह्युमिलेट गर्नु हुँदैन अरे नानीहरूलाई। अन्त नेक्स्ट चाहिँ हामीले नानीहरूको इमोसन्स चाहिँ कहिले हामीले इग्नोर गर्नु हुँदैन अरे। कोही बेला स्याड गरेर बसिरहेको हुन्छ, कोही बेला रुइरहेको हुन्छ, कोही बेला एङ्गर रिस उठिरहेको हुन्छ होइन। हो तेस्रो इमोसन्सहरू चाहिँ हामीले एज अ प्यारेन्ट्स चाहिँ कहिले इग्नोर गर्नु हुँदैन अरे। हामीले हेर्नुपर्छ के कसरी भएको, किन भएको भनेर होइन। अन्त लास्ट पोइन्ट चाहिँ हामीले लभ चाहिँ कहिले एज अ रिवार्ड गरेर युज गर्नु हुँदैन अरे। फर इक्जाम्पल भन्यो भने तैँले यस्तो गर्यो भने चाहिँ म माया गर्छु, तँलाई यस्तो गर्छु भन्छ होइन, यस्तो गऱ्यो भने तँलाई म मन नै पर्दैन यस्तो भनेर चाहिँ हामीले कहिले गर्नु हुँदैन अरे। अन्त मैले अहिले गर्नु हुँदैन मात्र भनेछ होइन, किन गर्नु हुँदैन चाहिँ म तपाईँहरूलाई इन्ट्रेस्ट लाग्यो भने मेरो भिडियो होइन म नेक्स्ट भिडियोमा भन्छु होइन, यिनीहरू चाहिँ किन गर्नु हुँदैन, यिनीहरू गऱ्यो भने चाहिँ के हुन्छ नानीहरूलाई भनेर, त्यो चाहिँ म नेक्स्ट भिडियोमा भन्छु। अन्त तपाईँहरूलाई मेरो भिडियो मन पर्यो भने सेयर गरिदिनुहोस् सबैजनालाई होइन। हुनु त तपाईँहरूले म भन्दा पनि एक्सपर्ट होला, म चाहिँ जस्ट एज अ रिमाइन्डर गरेर मात्र आएको। अन्त तपाईँहरूलाई यो भिडियो मन पर्यो भने चाहिँ यिनीहरू अहिले भनेकोहरू चाहिँ गर्नु हुँदैनहरू चाहिँ गऱ्यो भने चाहिँ के हुन्छ भनेर चाहिँ म नेक्स्ट भिडियोमा भन्छु। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियोज ला।